यी साना नानीहरूको आमालाई अरूले नै काटी काटी मारिदिएको छ। आमा भनेर बोलाउन नपाउँदै टुहुरा बनेका छन् यी दुईजना। यहाँ यतिमै आँटेको थिएँ, सुतिरहेको थिएँ होइन, अनि यस्तो किराहरू सबै माथि माथि थियो, खुन्ने खुन बगिरहेको। यहाँबाट कति माथि हो घर चाहिँ? दुईटा डाँडा जिन्दगी त्यो दिदीले पनि देखाउँदै हुन्छ माथिबाट। कहाँ थियो कपाल चाहिँ? बच्चाले पनि भनिरहेछ के भएको थियो दादा, के भएर चाहिँ मम्मीलाई काट्यो कसले? यी बच्चाको बुवा अहिले जेलमा हुनुहुन्छ। हामी यो ठाउँमा आउनै पर्ने भएर यो भिडियो ल्याउनै पर्ने भएर यो भिडियो यहाँहरूसम्म लिएर आएका छौँ। यो संसारभर बस्ने नेपालीसम्म यो भिडियो सेयर गरेर पुर्याइदिनु होला। भिडियोमा सबैजनाले लाइक गर्नु होला। र यो घटना के हो, मैले धेरैको भाग्य बनाउने कोसिस गरेँ, धेरै नेपालीले साथ सपोर्ट गर्नुभयो। आज म फेरि ठुलो आशा बोकेर यी साना बाबुहरूको आमालाई बचाउन त सक्दिनँ, तर यी बाबुहरूको भविष्य चाहिँ बनाउने कोसिस गर्छु।